आजको डेट जुलाई 27 अनि मैले चाहिँ डिसाइड गरेको कि पहिले मेरो मेहन्दी मैले के डिसाइड गरेको भन्दाखेरि चाहिँ आजदेखि चाहिँ आल फिल्म माइसेल्फ रेकर्ड माइसेल्फ किनकि म अति धेरै फोन चलाइरहेको छु अति धेरै लाइक मेरो क्रिएटिभ लेभल एकदम डाउन भएको छ डाउन त के डाउनको पनि डाउन भएको छ मैले केही गरेको छैन मैले बुक पढ्न पनि छोडिसकेँ कति पढ्नु बाँकी छ अनि मेरो स्क्रिन टाइम मैले जुलाई 5 देखि मेरो स्क्रिन टाइम हेर्दाखेरि चाहिँ जुलाई 5 मा 9 घण्टा लगभग 10 घन्टे भनौँ किनकि 9 घण्टा 53 मिनट्स यसरी लेखिया छ जुलाई 6 मा छ 8 घण्टा लगभग 9 घन्टे छ जुलाई 7 मा पनि 9 घण्टा छ जुलाई 8 मा 7 घण्टा छ 9 मा 14 आवर्स 10 मा 6 hours 20 minutes जुलाई 11 मा 6 घण्टा 48 मिनट 12 मा लगभग 9 घण्टा 13 मा 9 घण्टा 14 मा 6 घण्टा अनि 15 मा 12 घण्टा जुलाई 16 मा 4 घण्टा 24 मिनट यो त पक्कै पनि मेरो स्कुल मेरो कलेज लागेको थियो होला यो अनि 17 मा 8 घण्टा 40 मिनट 18 मा 7 hours 11 मिनट 19 मा 13 hours 30 minutes अनि 25 मा अस्तिको 10 घण्टा 52 मिनट्स यानी 11 घण्टा जति छ हिजोको पनि यस्तै 10 घण्टा भन्दा माथि नै पुग्यो होला यति धेरै चलाइरहेको छु मैले फोन यति धेरै चलाइरहेको छु मैले मेरो दिमाग 24/7 एक्टिभ भइरहेछ जुन नहुनु पर्ने हो अनि एक्टिभ पनि राम्रो तरिकाले एक्टिभ हैन कि सोशल मिडियाले एक्टिभ गराउनको लागि फोर्स भइरहेछ कि त्यो एटेन्सन चाहिँ चाहियो नि त हेर्नको लागि अनि म मेरो मेहन्दी हेरिरहेको छु मेहन्दीले एटेन्सन ग्र्याब गरिरहेछ मैले आज म बिहान लगभग 8:30 बजेतिर उठेको थिएँ अनि मैले पानी खाएँ कफी खाएँ बिस्किट खाएँ अनि मैले भात खाइनँ अहिले कति बज्यो 12 त्यति बज्यो होला मैले उता खाएँ लेस खाएँ जङ्क फुड इन्टेक पनि बढिरहेछ मेरो अनि मैले बेड पनि मिलाएन म भर्खर बेडबाटै उठेर हो अनि दिमागमा एकदम हैन अरू केही गर्नुपर्छ भन्ने लागेपछि चाहिँ केही गरौँ भन्ने भयो सो वाट आई विल डु इज आई विल रेकर्ड माइसेल्फ रेकर्ड गर्दाखेरि एयरप्लेन जाओस् पहिले यसबाट चाहिँ मेरो एक्सपेक्टेसन के छ भन्दाखेरि म आफैबाट चाहिँ मेरो एक्सपेक्टेसन के छ भन्दाखेरि चाहिँ रेकर्ड गरेपछि चाहिँ म केही न्यू ह्याबिट्स र नयाँ ह्याबिट्स गुड ह्याबिट चाहिँ म एडप्ट गर्छु होला भन्ने मलाई आशा छ अनि मेरो वेट पनि बढाउनु छ मलाई एकदम मेरो के भन्छ हुनुपर्ने वेट भन्दा एकदम धेरै नै कम छ म 24 घण्टामा 24 घण्टा घरभित्र हुन्छु आई निड टु गो आउट आई निड टु मेक फ्रेन्ड्स एनी काइन्ड अफ फ्रेन्ड्स कुकुर बिरालो मान्छेसँग त मेरो त केही पनि हुँदैन जनवरी ठिक छ सो फ्रम टुडे onwards I'll be recording myself I'll be keeping updates on my habits I wish me luck
बिस्मिल्लाह। आज दिनभरिको म रेकर्ड गर्छु होला, तर म केही त गर्दैन। के को रेकर्ड गर्ने? आज के गर्ने हो मैले? मसँग गर्ने चिज केही छैन। मैले भात खाएको छैन, भात। अरू के गर्छु होला म? ए अनि यो भिडियो चाहिँ म सायद युट्युबमा पनि हाल्छु होला, किनकि वाइ नट वाइ नट। सो आई विल बी रेगुलर, आई होप सो। गर्नुपर्छ होइन। सो फर्स्ट अफ अल आई विल म्यानेज, मतलब म मेरो के गर्नु, म ओछ्यान बनाउँछु, त्यसको नि भिडियो बनाउँछु म, आई होप सो। सो पहिले कमिटमेन्टको चाहिँ म भिडियो हाल्नु किन हाल्नु? आजको आजै हाल्नु त। अनि फेरि भोलिदेखि भिडियो बनाउनु थालेन भने मैले, अनि फेरि मलाई किन बनाएछु, भ्युज पनि आएन भन्ने हुन्छ। एक त यो एरोप्लेन यति आवाज गर्छ, मेरो दिमाग खाइरहेछ। सो मेरो एम, व्हाट इज माई एम? स्क्रिन टाइम कम गर्ने। मतलब स्क्रिन टाइम मैले भिडियो बनाउँदा फेरि 24 घन्टा भिडियो बनाउँदिनँ होला नि त। भिडियो बनाए तापनि सोसियल मिडियामा कम है। अनि अर्को भनेको जङ्क फुड नखाने। आज अहिले खाइहालेँ, अब चाहिँ नखाने। अर्को भनेको क्यालोरिज इन्टेक बढाउने, तर जङ्क फुडबाट नै, अरू नै चिजबाट। अनि पानी त म खाइहाल्छु, पानीमा खाएको खाइहाल्छु। अनि अर्को भनेको अर्को के गर्ने? क्यालोरी इन्टेकमै मेरो वेट बढ्ने सपना यहीँ घुसिसक्यो। अनि हेल्दी हेबिट्स के नि गर्छु र म हेल्दी हेबिट्स? फ्रेन्ड्सहरू बनाउने र घरमा धेर नबस्ने, मतलब बाहिर पनि जाने, मतलब वकिङ, मर्निङ वक, इभिनिङ वक, काहीँ न त काहीँ जस्ट वकिङ चाहिँ गर्नु पऱ्यो। एक्सर्साइज गर्नु पऱ्यो, यो वकिङमा आउँछ एक्सर्साइज हाम्रो। अनि भिडियो रेगुलरली गर्ने। अनि अर्को चिज, मलाई मेरो जुन स्पिकिङ एबिलिटी छ त्यो चाहिँ एकदम कम हुँदै गइरहेको छ जस्तो लागिरहेको छ। त्यसलाई चाहिँ बढाउने, किनकि मलाई स्टोरी टेलिङमा अलिकति धेरै इन्ट्रेस्ट छ। अनि मलाई चाहिँ म त्यतिकै ठुलो भइसकेँ, तर पनि ठुलो भएर मलाई चाहिँ एकदम कडा स्टोरी टेलिङ, राइटिङ पनि हो। लाइक आइ एम इन्ट्रेस्टेड इन राइटिङ एन्ड अल दोज थिङ, जुन मैले स्क्रिन टाइमले गर्दाखेरि मैले बिर्सिसकेँ। मेरो कति भयो, उहिलेदेखि मेरो स्क्रिन टाइम धेरै नै बढिरहेछ। सो स्क्रिन टाइम घटाउने, राइटिङमा फोकस गर्ने, अनि स्टोरी टेलिङ, यानि मुखले नै भन्ने खालको स्टोरी टेलिङ गर्ने। अनि अर्को भनेको जब, आई निड टु गेट जब एज वेल। के जब पाउनु त थाहा छैन मलाई, बट आई निड टु अर्न। ओके, यो सायद भिडियो हाल्छु होला म, अनि अरू भिडियोहरू पनि रेकर्ड गर्छु म। पहिले म रुम मिलाउँ कि भिडियो एडिट गरौँ? भिडियो एडिट गर्छु, अनि म एडिट गर्दा अनि इन्स्टाग्राममा जान्छु, अनि के गर्छु अनि 9 मिनट भइसक्यो, म कुरै मात्रै गरिरहेको छु। मेरो बोल्ने एबिलिटी कहाँ कम भइरहेछ छैन नि। फोनले यस्तो हामी जस्तो मान्छेलाई एफेक्टै गर्दैन कि। होइन, म पहिले सायद हेर्छु, म पहिले भिडियो, आफ्नै भिडियो हेर्छु म कस्तो भइरहेछ, अनि त्यसपछि डिसाइड गर्छु कि म अपलोड गर्नु कि नगर्नु।